थ्याङ्क यू सो मच फर सर्भिङ द कन्ट्री हुन्छ नि त होइन मान्छे जो आर्मीमा जानुहुन्छ होइन उहाँहरूले चाहिँ मर्छु देशको लागि टाइपको म जहाँ पनि जान्छु म गर्छु भनेरै आर्मीमा चाहिँ एडमिसन भयो त्यो सम्बन्धी चाहिँ प्रोभाइड गरिदियो भने हजुर नेप्लिस आर्मी नम्बर 1 नै हुन्छ। जस नेपालको आर्मी लगभग 1 लाख जतिको आर्मी रहेछ है लगभग 1 लाख अझ सङ्ख्याको हिसाबले अब पुगेको छैन आर्मी। सङ्कटकालको बेलामै हाम्रो जागिर भइरहेको थियो। इन्भेस्ट चाहिँ एकदम चाहिँ गर्नुपर्ने देखिन्छ अहिलेको स्थितिमा नेप्लिस आर्मीलाई। दाइसँग भेटेको चाहिँ अब त्यस्तो धेरै भएको छैन अनि दाइको ब्याकग्राउन्ड चाहिँ आर्मी रहेछ सो म चाहिँ एकदम इन्ट्रेस्टिङ लाग्यो क्या त्यो कुरा चाहिँ है भर्खर रिटायर हुनुभएको है नेपाल आर्मीबाट हो लेटेस्ट थ्याङ्क यू सो मच फर सर्भिङ द कन्ट्री हुन्छ नि त होइन सो फर्स्ट अफ अल त्यो रेस्पेक्ट छँदैछ सो हाउ वाज लाइफ इन आर्मी दाइ अब हाम्रो सुरुमा अब एडमिसनदेखि नै अलिकति चाहिँ अब भनौँ न होला कि नहोला भन्ने एउटा हुन्छ। भइसकेपछि चाहिँ फेरि अब त्यो हार्ड ट्रेनिङ हुन्छ होइन त्यो हार्ड ट्रेनिङ चाहिँ अब कसरी चाहिँ सक्ने अब कति त अब ट्रेनिङ गर्दा गर्दै भएको नि हुन्छ त्यो ट्रेनिङ पनि सकेर त्यो होइन एउटा सेन्चुरी होइन पार गरेर चाहिँ अब अहिले चाहिँ यहाँसम्म आइपुगेँ। अब त्यो बिचमा त अब धेरै अब भनौँ न परिश्रमहरू गर्नु पर्यो है होइन। अब अलिकति चाहिँ अब त्यतिखेर त अब सङ्कटकालको बेलामै हाम्रो जागिर भइरहेको थियो। ए सङ्कटकालबाटै सुरु गर्नुभयो तपाईँ 62 सालदेखि आएको हो 60 सालबाट त्यति बेला हाम्रो माओइस्टको आन्दोलन हो अब लास्ट चाहिँ भइरहेको थियो होइन। त्यहाँ यो 63 सालमा त बाटै हो शान्ति बाटै भयो। सो अनि दाइ तपाईँको आर्मी चाहिँ प्यासन थियो कि होइन आर्मीमा जाने अरू तपाईँ लाइक हुन्छ नि फ्यामिलीले चाहिँ आर्मीमा जानुपर्छ टाइपको तपाईँको अब मैले चाहिँ अब एउटा केही गर्नुपर्छ भन्ने हिसाबले चाहिँ एउटा बाहिरी ट्रेनिङ टेक्निकल लाइनमा लिइरहेको थिएँ। अब आर्मीको चाहिँ खासमा चाहिँ अब टेक्निकलतिरै छिरेर केही गरौँला भन्ने हिसाबले ट्रेनिङ लिएँ चाहिँ इलेक्ट्रिकल ट्रेनिङ। त्यसपछि त्यही ट्रेडमा चाहिँ छिरेर भित्र चाहिँ मैले कारखानामा चाहिँ काम गरेँ 20 वर्ष कारखानामै बसिरहेँ। अनि त्यही कारखानामा चाहिँ बसेरै मैले चाहिँ आफ्नो जागिर अवधि सकेँ। आर्मीको टाइममा तपाईँ यताउता ट्राभल धेरै गर्नुभयो देश विदेश पनि एकचोटि अब शान्ति सेना चाहिँ हाम्रो अब जानु पर्ने हुन्छ नियमै हुन्छ। हजुर अब त्यति बेला दक्षिण सुडान गइयो। हजुर त्यसपछि चाहिँ अब तालिम आफ्नै ट्रेड सम्बन्धी चाहिँ तालिमहरू चाहिँ अब यही देशमै गरियो। अब खासै चाहिँ अब हामी चाहिँ अब धेरै ठाउँमा चाहिँ एउटा चाहिँ घुमेर चाहिँ हिँड्नु पर्दैन कारखानामै बसेर एउटा चाहिँ प्रोडक्सन गर्नुपर्ने हुन्छ। हामीलाई चाहिँ अब एउटा टास्क दिया हुन्छ। अब यस्तै यो बाटोहरू चाहिँ बनाउने त्यस्तो ठाउँहरूमा चाहिँ ठुल्ठुला पहाडहरू खोज्ने एउटा विस्फोटक पदार्थ हुन्छ त्यस्तै त्यो विस्फोटक पदार्थ बनाउने हो हाम्रो कारखानामा चाहिँ। एकदम सिम्पल कुरा मलाई जान्दा मन लागेको चाहिँ आर्मीको ठ्याक्क रोल चाहिँ के हो क्या खासमा हुन्छ नि ठ्याक्क रोल कन्ट्रीको लागि कुनै पनि बेला सधैँ चाहिँ एकनाश हुँदैन देशमा। हजुर देशमा अब देशकै भित्रैबाट नै विद्रोह हुन्छ। त्यही विद्रोहहरूलाई चाहिँ अब सन्तुलन राख्नको लागि बाह्य हस्तक्षेपहरू पनि नहोस् भनेर जस त्यहाँ छ है आर्मी भन्ने एउटा जस मानसिकता हुन्छ नि त विदेशमा पनि अरू देशमा पनि। अब हामीले नै अब एउटा चाहिँ सोच्दा पनि विचार गर्दा पनि हो यो देशमा त आर्मी छ है भन्ने एउटा हुन्छ त्यो डर हुन्छ। अनि कसैले चाहिँ अलिकति केही गर्न सक्दैन भन्ने हिसाबले सबै ठाउँमा चाहिँ आर्मी हुन्छ सबै देशहरूमा त्यस्तै नै अब यहाँ आर्मी भएको हो। अब सुन्न त सुन्ने छ नि कुनै देशमा त अब आर्मी नै सेक्युरिटी नै छैन अब यो फेरि अब हाम्रो जस्तो देशमा चाहिँ आर्मी चाहिँ नहुने चिज हो। जस्तो अब अस्तिकै केसमा पनि अब लास्ट स्थितिमा अब आर्मीले ह्यान्डल गर्नु पऱ्यो देशभित्रै। अब देश बाहिरैबाट त्यस्तो भयो भने अब गर्नु पऱ्यो आखिरमा आर्मीले नै गर्नु पऱ्यो। त्यसमा अब जनताको साथ सपोर्ट त भइहाल्छ। म चाहिँ एकदमै यस्तो पनि हो यस्तो रहेछ हाम्रो पुलिस सरहरूले चाहिँ अब व्यक्ति अथवा जनतालाई प्रोटेक्ट गर्छ भने जस्तै आर्मीले चाहिँ देशलाई चाहिँ प्रोटेक्ट गर्छ क्या।
लास्ट स्थिति अब स्थिति अब के आधारमा चाहिँ बसेको छ त यहाँको जनताहरू आर्मी छ है अब अहिलेसम्म त अब साधारण अब चाहिँ केही पर्दाखेरि त कन्ट्रोल गरिरहेछ नि त पुलिसहरूले होइन अब कन्ट्रोलै गर्न नसक्ने स्थिति भयो भने मात्र आर्मीले ह्यान्डल गर्ने ए ओके ओके त्यसको लागि चाहिँ हरेक देशमा आर्मी हुन्छ भने जस्तै यहाँ पनि आर्मी भएको कारण त्यही हो त्यही भएर आर्मीको चाहिँ एकदम हरेक देशमा खाँचो हुन्छ म चाहिँ एकदम त्यो जियो पोलिटिक्सहरू यो हुन्छ नि मिलिट्रीहरूमा एकदम हेर्छु क्या म चाहिँ भिडियोहरू नै हेर्छु अनि अब नेपालको चाहिँ त्यस्तो देख्न पाएको छैन त्यस्तो हेरेको छैन सो के छ त नेपालको मिलिट्री कस्तो छ त मिलिट्री अवस्था हुन्छ नि अब हामी त सधैँ युएसहरूको यो चाइनाहरूको सुनिरहेको होइन नेपालको चाहिँ कस्तो छ कुन लेभलको मान्न सकिन्छ नेपालमा अब एउटा चाहिँ आर्मीमा हुने गुणहरू छ नेपालिज आर्मीहरूमा हजुर उनीहरूले अझ पनि बढिसक्छ त्यही अनुसारको चाहिँ त्यो टेक्नोलोजीहरू चाहिँ दिने होइन अब सरकारको तर्फबाट त त्यो अब खरिद गर्नुपर्ने होला के होला त्यो सम्बन्धी चाहिँ प्रोभाइड गरिदियो भने हजुर नेप्लिस आर्मी नम्बर 1 नै हुन्छ है गर्न सक्छ यो टेक्नोलोजीहरूमा साथ दियो भने गभर्मेन्टले प्रपर इन्भेस्टमेन्ट गर्यो भने चाहिँ इन्भेस्ट चाहिँ एकदम चाहिँ गर्नुपर्ने देखिन्छ अहिलेको स्थितिमा नेप्लिस आर्मीलाई टेक्नोलोजीमा ढाल्दै जानु पर्यो नि त आर्मी हजुर हजुर त्यो चाहिँ अहिले अब चासो चाहिँ दिएको छैन सरकारले भनौँ न सरकारले चाहिँ विश्व परिस्थिति बुझेर काम गर्ने हो भने आर्मीले परेको बेला गर्ने हो अनि त्यही भएर हरेक टेक्नोलोजी ट्रेनिङहरू चाहिँ आर्मीलाई भइराख्नुपर्छ त्यो आफ्नो तर्फबाट त गरिरहेको हुन्छ आफ्नो स्रोत साधनहरूले आर्मीले त गरिरहेको हुन्छ जहिले पनि हजुर म चाहिँ त्यही लाग्छ क्या इन्भेस्टमेन्ट नै हो इन्भेस्टमेन्ट नभएपछि केमा चाहिँ गर्न सकिन्छ होइन आफ्नो साइडबाट त सधैँ आर्मीको आफ्नो साइडबाट तर गभर्मेन्टले नि प्रपर एमाउन्ट अफ बजेट चाहिँ छुट्यायो भने चाहिँ टेक्नोलोजीहरू सबै हिसाबमा भयो भने स्ट्रङ नै हुन्छ है हरेक वर्ष चाहिँ अनि चाहिँ ट्रेनिङ भइरहेको छ आर्मीलाई फुर्सदै हुँदैन भित्र उनीहरूले चाहिँ कसरी आफ्नो चाहिँ स्किल बढाउने भन्ने कामहरू गरिराखे नै हुन्छ अब त्यही कुराहरूलाई चाहिँ अलिकति चाहिँ अलि स्तरीय टेक्नोलोजीमा ढालेर काम गर्न सक्यो भने चाहिँ परेको बेलामा अनि अरू देशहरूले चाहिँ आँखा लाउन सक्दैन परेको बेला चाहिँ परुन्जेल मात्र हो जस्तो अब हाम्रो घरमा पनि अब हाम्रो घर त अब कम्पाउन्ड राम्रो छ ताला चाबी राम्रो छ होइन हामीले विभिन्न टेक्नोलोजी अब सिसी क्यामेराहरू चाहिँ फिट गरेका छौँ भने जस्तै आर्मीभित्र पनि अब हात हतियार अब यस्तो एयरक्राफ्टहरू होइन ट्रेनिङहरू चाहिँ त्यो भइराख्नुपर्छ राखिरहनुपर्छ परेको बेला चाहिँ उनीहरू त स्ट्यान्ड बाई हो त्यही भएर ब्यारेकमा बसिरहेको हुन्छ नि होइन स्ट्यान्ड बाई अब यति मान्छे त्यहाँ हुनैपर्छ त्यही त फेरि त्यस्तो समय कहिले आउला भन्ने निश्चित पनि छैन निश्चित हुँदैन एभ्रिडे आर्मी त उनीहरू त बसेकै लडाइँकै लागि हो डु एन्ड डाइकै लागि हो आर्मी हुने सो हरेक मान्छे जो आर्मीमा जानुहुन्छ होइन उहाँहरूले चाहिँ म मर्छु देशको लागि टाइपको म जहाँ पनि जान्छु म गर्छु भनेरै आर्मीमा चाहिँ एडमिसन भएको हुन्छ जस्तो अब मलाई पनि अब एउटा इन्टरभ्यू भनौँ न त्यो भर्ना हुने टाइममा हजुर भएको थियो अब कति मान्छेहरू चाहिँ म यो ठाउँमा चाहिँ बसेर चाहिँ काम गर्न पाए हुन्थ्यो भन्ने हुन्छ एउटा टेक्निसियनलाई भनौँ न मलाई अब यहीँ घर हुँदाहुँदै पनि मैले चाहिँ त्यहाँ अब चाहिँ इन्टरभ्यू लिने सरहरूलाई चाहिँ मलाई चाहिँ अब जहाँ हाल्दै पनि हुन्छ यो नेपाल अधिराज्यभित्र म आर्मीमै चाहिँ काम गर्छु भन्ने हिसाबले आएको हो म हजुरहरूलाई जता चाहिँ राख्न मन लाग्छ त्यही राखिदिनु भने मैले अनि यही मेरो भक्तपुर घर हुँदाहुँदै पनि मलाई उता अनि हेटौँडा दिनुभयो जस नेपालको आर्मी लगभग 1 लाख जतिको आर्मी रहेछ है लगभग 1 लाख अझ सङ्ख्याको हिसाबले अब पुगेको छैन आर्मीहरू त्यही त पुगेको छैन कि अब हुन्छ नि इजरायल जस्तो सानो देशको मिलिट्री अब वर्ल्डकै टप 5 टप 6 मा आउँछ नि त त्यो भनेको टेक्नोलोजीले गर्दा सो त्यो हिसाबमा नेपालमा पनि इन्भेस्टमेन्ट भयो भने चाहिँ जति आर्मी स्ट्रङ हुन सक्यो त्यति नै देश सेफ हुन्छ भन्ने कुरा हो होइन अनि त्यो हिसाबमा चाहिँ यहाँ प्रपर हुनुपर्छ जस्तो लाग्छ मेबी अब आउने टाइममा गभर्मेन्टले होइन अब इलेक्सन पनि हुँदैछ अब जनताहरूले बुझेर बिग थिङ्स कमिङ अप इलेक्सन आउँदैछ होइन सो राइट मान्छे छान्नु पर्यो त्यस यत्रो वर्ष चाहिँ सर्भ गरेर फेरि अब देशभित्रै अब कुना काप्चा
घुमाउला भनेर चाहिँ हजुर हिँडिरहेको छु हजुर यहाँ भाइहरूसँग एकदम राम्रो साथ हुँदै। सपोर्ट पाइराखौँ त्यो एकदम राम्रो दाइ नि एकदम राम्रो नि त्यो छँदैछ नि त्यो सधैँ हुन्छ। बेलामा गइराख्नुपर्छ दाइ हुन्छ बिस्तारै अबको टाइममा चाहिँ हामी दाइसँग हाइक गरेर हुन्छौँ। सो गाइस हामीलाई सँगसँगै तपाईँले सपोर्ट देख्न गरिदिनु होला सक्नुहुन्छ यहाँ धेरै। भाइहरूलाई यस दाइ अनि तपाईँले कतिको फलो गर्नुहुन्छ दाइ मिलिट्री वर्ल्ड अराउन्डमा? फलो त भइहाल्छ अब युएसले अब यो भेनेजुएलाको प्रेसिडेन्ट उठाउने कुराहरू यस्तो यस्तो फलो गर्नुहुन्छ? तर त्यस्तो अब एउटा चाहिँ अब मलाई त्यो पोलिटिकल हिसाबले चाहिँ त्यति इन्ट्रेस्ट चाहिँ अब पहिल्यैदेखि छैन। त्यहाँ चाहिँ मिलिट्री पोलिटिक्समा इन्भल्भ छ क्या है सबै पोलिटिक्स वारमा चाहिँ मिलिट्रीले एफेक्ट पार्छ नि त। मिलिट्री स्ट्रङ भयो त उनीहरूले त्यो एफोर्ड लाउन सक्छ नि त होइन। नेपालमा चाहिँ साँच्ची सेना परिचालन गर्ने पावर कोसँग छ? राष्ट्रपतिसँग नै फाइनल त राष्ट्रपति नै हो प्रेसिडेन्टसँग तर अब यो एउटा मन्त्री परिषदको निर्णय अब एउटा रक्षा मन्त्रालय हुँदै हुने कुराहरू हो त्यो राष्ट्रपतिले गर्ने। अब युएसहरू परमाधिपति भनेकै अब राष्ट्रपति हो नि त। युएसको नि अब प्रेसिडेन्टले कन्ट्रोल गर्ने हो नि त राष्ट्रपतिले होइन। चाइनाको त्यस्तै हो। अब नेपालको नि राष्ट्रपति नै होला नि फाइनल डिसिजन चाहिँ फेरि प्राइम मिनिस्टर पावरफुल छ नि त प्रेसिडेन्ट अब अस्ति प्राइम मिनिस्टरले गर्नु नसकेको बेला अब राष्ट्रपतिले गरे। प्राइम मिनिस्टर पावरफुल हो तर सेना चाहिँ फेरि राष्ट्रपतिको हातमा हुन्छ क्या। राष्ट्रपतिले अर्डर दिने हो क्या। प्रधानमन्त्रीले मात्र परिचालन गर्न सक्दैन। प्रधानमन्त्रीले त परिचालन गर्न सक्नु। प्रधानमन्त्री त अब भागिहाल्यो नि अस्ति। अनि राष्ट्रपतिले गर्नु पर्यो। सो के होला दाइ अब के छ तपाईँको एज अ पास्ट आर्मी होइन तपाईँको देशप्रतिको अबको फ्युचर के होला जस्तो लाग्छ तपाईँलाई? अब हाम्रो देश नेपाल प्यारा नेपाल अब हामी त अलि भनौँ न हामीले अलि बुझ्नै अझ गाह्रै हुन्छ किनभने यहाँभित्र अब अनेक हुन्छन् अब देखि नै रहेछौँ। अब न्युजहरूमा पनि अनेक हुन्छ अब कसलाई विश्वास गर्ने कसलाई नगर्ने भने जस्तो विभिन्न एजेन्डाहरू लिएर आइरहेको हुन्छन् नेताहरू। अब नेताहरूले नै पछि त्यो उनीहरू मन्त्रीहरू नै हुने उहाँहरूले चाहिँ अब आदेश दिने नै अब भनौँ न उहाँहरूले दिँदाखेरि अब कसरी चाहिँ अब दिनुहुन्छ कन्ट्रोल गर्नुहुन्छ उहाँहरूकै हातमा छ। त्यही भएर अब इलेक्सन मार्फत चाहिँ अहिले विचार गरेर नेताहरू छान्ने काम गर्नुपर्छ। राइट मान्छेले भोट गर्नु होला गाइस। दाइको चाहिँ भक्तपुर कति पुग्यो कति पर्यो क्षेत्र नम्बर? चाङ्गुनारायण 4 पर्छ हाम्रो। भक्तपुरमा त 2टा मात्र छ नि दाइ होइन? 2टा भक्तपुर क्षेत्र भक्तपुर महानगरपालिका एउटा भयो अनि चाङ्गुनारायण तपाईँको चाङ्गुनारायण छुट्टै है? छुट्टै भयो। सो या चाङ्गुनारायणमा धेरै कुरा चाहिँ अझै पनि विकास गर्नुपर्ने रहेछ यहाँ हेर्दाखेरि। सो राइट मान्छे चाहनु होला गाइस। चाङ्गुनारायणको हाम्रो कोहीले हेरिरहनु भएको छ भने चाहिँ त्यही हो। म त यस्तो आर्मी भनेपछि यस्तो त्यो म चाहिँ एकदम क्युरियोसिटी फिल हुन्छ क्या। कति कुराहरू सोध्न मन लाग्छ जान्न मन लाग्छ होइन। त्यो होस् आज थाहा पाउन पाइयो। दाइको एक्सपिरियन्स दाइको एक्सपर्टिज नै आर्मी हो। सो त्यो हिसाबमा त्यो होस् मजाले जान्न पायो। एकदम रमाइलो भयो आज डे। नेक्स्ट अब विभिन्न अब हाइकहरूको न्युज लिएर हामी आउँदै गरौँला। साथ सपोर्ट चाहिन्छ उहाँहरूको पनि साथ सपोर्ट गरिराख्नु होला होइन दाइ? अब ल अब त्यही नेक्स्टमा अब फेरि भेट हुन्छ होला नि होइन? अब त्यही नै हो। अब फेरि हामी जानुपर्छ होइन। हामी अलिकति टाढा नै पुग्नु पर्ने छ या अब चाहिँ हामी फेरि हिँड्नु पर्ने छ तल झर्नु पर्ने छ। मेबी 1 घन्टा तल झर्नु। 1 घन्टा चाहिँ लाग्दैन है? आधा घन्टा पुगिन्छ। या आधा घन्टामा पुगिन्छ होला। अनि त्यही नै हो। नेक्स्ट विक फेरि अर्को हाइकमा हामी भेट्नेछौँ गाइस। थ्याङ्क यू।